के छ सेवाङ हाल खबर? ठिकै छ। के कस्तो चल्दैछ दिनहरू? अब दिनहरू यस्तै हो, अब कहिले काहीँ काम हुन्छ, काम भएको बेलामा काममा गइन्छ, अब खाना बनाइन्छ, खाइन्छ। अब ढिलै हुन्छ उताबाट आउँदाखेरि नै। खाना बनाएर सुत्दाखेरि अलिकति ढिलै हुन्छ। अब कहिले काहीँ ड्युटी नजाँदा अब रुममै बसिन्छ, ठिकै छ, सुत्छ। चल्दैछ। चलिरहेको छ अहिलेसम्म त। कति भयो आएको? म 8 महिना भयो। 8 महिना भयो। ल ठिक छ। के छ, आज मेरो पनि छुट्टी भएर यसैमा म तिमीलाई 2-4वटा क्वेसन सोध्छु रमाइलो। हजुर। त्यस्तो डर्टी खालको होइन, राम्रो रमाइलो क्वेसनहरू सोध्छु। के चाहिँ आन्सर दिन रेडी हो? हुन्छ, सोध्नु। ल ठिक छ, म 2-4वटा क्वेसन सोध्छु है त। हस्। यदि तिमीलाई एक दिनको प्रधानमन्त्री बनाइदियो भने पहिलो काम के गर्छौ? अब प्रधानमन्त्री भयो भन्दा म त 3टा काठमाडौँमा घर किनेर अब बुढीलाई पोखरा मुस्ताङहरूतिर घुम्न लान्छु। देशको लागि चाहिँ के गर्छ? अब देशको लागि अब भ्रष्टाचारीहरूलाई जेल हाल्छु, अब बलात्कारीहरूलाई। ला, यो चाहिँ चाहिन्छ है, तर यो चाहिँ चाहिन्छ। यतिको भयो भने चाहिँ निर्मूलै हुन्छ, त्यस्तै लाग्छ। के छ, अर्को सोध्नु? हुन्छ। यदि तिम्रो अगाडि टक्क भगवान् आइपुग्यो भने तिमी के गर्छ? भगवान् आयो भने अब एकचोटि अब बुझ्नै पर्छ, मेरो अगाडि चाहिँ आएको हो कि म चाहिँ भगवान् भएको ठाउँमा गएको हो भनेर। अब आफै चाहिँ गएको हो कि भनेर, आफै गएको हो कि भनेर अब हेर्नको लागि चाहिँ पानीमा खुट्टा चुबालेर हेर्छु। तिमीले अहिलेसम्म अलि ठुलो गल्ती, आफूलाई रिग्रेट हुने गल्ती चाहिँ के गरेको छौ? लाज लाग्दो? अब सानोमा हुँदाखेरि अब काउहरू चोर्यो, ठुलो भएर अब अरूको छोरी भगायो। मतलब मेरो बुढी। तिमीले भगाएर बिहे गरे हो? भगाएर बिहे गरे हो। त्यस्तो भएन नि त, अर्काको छोरी भगाइदिने होइन। अहिले त ठिकै छ। अब त्यतिखेर चाहिँ भगवान् बेलामा चाहिँ अब सासू ससुरा चाहिँ अब त्यतिखेर 2-3 दिन चाहिँ बम नै भएको थियो। हुन्छ। अनि मान्छेले अब कति मजाले हुर्काएर बढाएर हुन्छ, अनि लिएर गइदिएपछि त बम भइहाल्छ। मेरो सासू ससुरा नरिसाउने मैले पनि भगाएर बिहे गरेँ हो कि। यही हो, अरू केही? अरू त अब बाउको पैसा 1000 चोर्या छ। अङ्कल हेर्नु है, छोराले कहिले चोरेको थाहा छ कि छैन? ल ठिक छ, अर्को क्वेसन छ होइन। यदि तिमीले बाटोमा हिँड्दै 10 करोड भेटायो अरे, तिमी त्यो पैसा के गर्छौ? 10 करोड पैसा भेट्यो भने अब 5 करोड चाहिँ नेपाल पठाउँछु। अब 200 रुपियाँ बोकेर अब बर्तुवातिर घुम्न जानु पर्ला नि। किन 5 करोड 10 करोड भेट्यो किन 200 रुपियाँ? अरू पैसा त अब यता रासनहरूमा तिर्नु पर्यो। पुग्छ 200ले बर्दो पुग्छ। के हो अब 50 धिरामा आउँछ अरे, अब यसो हेर्नु जानु पर्यो। के आउँछ 50 धिरामा? खोइ अब मैले नि देखेको त छैन, सुनेको मात्रै हो। ठिक छ, अर्को हुन्छ ल। यदि तिमीलाई फिल्मको हिरो बन्ने अफर आयो भने कस्तो खालको फिल्म खेल्नु? अब फर्स्टमा त अब रोमान्टिक अब भिडियोहरू खेल्नुपर्छ, फिल्महरू खेल्नुपर्छ पहिला चाहिँ। किन फर्स्टै रोमान्टिक? फर्स्टमै त्यस्तो खेलेर अब यसो फाइट साइट खेल्नुपर्छ। अनि यो दुखी रुनेवाला सिन कस्तो? त्यस्तो त मलाई मन पर्दैन, अब रुवाबासी मन पर्दैन। फर्स्टमा रोमान्टिक फिल्म हाल्नु। ल ठिक छ। यदि भूतले साथी बनाऊँ भन्यो भने चाहिँ स्वीकार गर्छ कि गर्दैन प्रस्ताव? गर्छु। भ्याट्टै? किन? अब रुममा अब राति सुत्ने बेलामा अब दिपक दाइ धेरै घुरिन्छ। अब दिपक दाइलाई चाहिँ भूतसँग साथी भयो भने चाहिँ अब साथीहरूलाई तर्साउने कहिले काहीँ हुन्छ नि त, धेरै यो त धेरै घुर्छ नि, तर्साउने। यदि अर्को क्वेसन है त, यदि तिमी भोलि बिहान उठ्दा चाहिँ तिम्रो टिकटकमा 10 मिलियन फलोवर्स भयो अरे, तिमी के गर्छौ फर्स्टमा? 10 मिलियन भ्युज पुग्यो भने त म फलोवर्स पुग्यो भने मुखै नधुइकन नाचेर फेरि भिडियो बनाएर जाने हो। अब 10 मिलियन पुगिसकेपछि त अलि युनिक दिनु पर्यो नि त, फेरि त्यो पहिला जस्तै नाचेर भएन नि। नाच त अर्कै स्टाइलको हुन्छ, तर मुख नधुइकन नाचिदिन्छ। त्यस्तो हतारमा एक्साइटेड। ल ठिक छ। यदि समय फर्काएर जुन पास्टमा जान मिल्ने भयो, तिमी के कुरा चाहिँ इम्प्रुभ गर्थ्यौ? यो कुरा चाहिँ सुधार्नु पर्ने रहेछ, मैले नगरेको भए हुने रहेछ जस्तो चाहिँ के लाग्यो? अब
सबभन्दा मेन कुरो चाहिँ चुरोट छोड्नु पर्ने रहेछ भन्ने कुरा सोध्नु आएको छ। रिग्रेट लाग्छ है अनि स्कुल चाहिँ पढ्नु पर्ने मान्छे अब त्यसै छोड्या भन्ने सोच्नु आएको छ मेरो चाहिँ। कति पढ्यो भने मैले 8 पढेँ हो मात्रै त्यस्तै गाह्रो छ होइन त्यो पछाडि अगाडि जान मिल्ने भएदेखि त्यो दुइटा कुरा चाहिँ सुधार्दियो मजाले। ल ठिक छ त्यो राम्रो हो। ल ठिक छ अब लास्ट क्वेसन तिमीलाई एकदम मनै नपर्ने गीत चाहिँ कुन हो? मलाई मनै नपर्ने गीत चाहिँ नेपालीमा कि कुन जुन भन्दा नि हुन्छ। मकैबारी ज्वरेम ज्वरेम मकैबारी मलाई पनि मनै पर्दैन त्यो गाना एकदम के तालको गाना छ यार त्यो। मकैबारी ज्वरेम ज्वरेम यो काग्रो परेम परेम के भन्दो रहेछ है। अब मकैबारी चाहिँ कसरी ज्वरेम 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 भयो त्यो चाहिँ मलाई त्यही पर्दैन। ल ठिक छ ल थ्याङ्क यू सो मच। अनि सक्यो त भिडियो चाहिँ अहिलेसम्म ट्राई गर्नु भनेर आएको